यो चाहिँ हाम्रो कालो गाउँ भन्ने सुटिङ चलिरहेको छ अहिले खास गरी त्यसकै मेकिङ पनि खिचिरहेको छु खास गरी तपाईहरुले चाहिँ मैले यहाँको अर्गानिक मान्छे र अर्गानिक घर अर्गानिक ठाउँ पुरानो घरहरू तपाईलाई देखाउँदैछु हेर्दै पनि जानु होला यो ठाउँ चाहिँ खास गरी कालो गाउँ भन्ने ठाउँहरु छ के फेरि फिल्मको नाम पनि हामी कालो गाउँ नै राखेका छौं यो घरहरु प्राय हेर्नुस् कुनै कुनै मात्र पक्की छ अहिले आएर नभए भूकम्पले अस्ति लडाएपछि यता पक्की घर बनाएका हुन् त्यो भन्दा अगाडि चाहिँ यस्तो सबै घरहरु फेरि सबै कालो कालो घर थियो के सबै काटेर कालो गाउँ भन्ने सकिन्छ युट्युबमा पनि हेर्न सक्नुहुन्छ कालो गाउँ सर्च गर्नुस् यहाँको मान्छेहरु पनि हेर्दै हुन्छ होला यहाँको ठाउँको अर्गानिक मान्छेहरु हुन्छ एकदम यहाँको तपाई नौलो मान्छे भेट्नुहुन्छ के यो ठाउँमा आएपछि है यहाँको लुगाहरु हेर्नुस् ड्रेस हेर्नुस् वेशभूषा हेर्नुस् सबै फरक छ यहाँको के यो ठाउँ पनि यस्तो दामी छ उहाँ हाम्रो डाइरेक्टर हुन्छ है डाइरेक्टरले सिकाउँदै हुन्छ यहाँ नगर फर्किएर भन्ने कुरा यहाँ सिकाउँदै हुन्छ स्क्रिप्ट पनि बोक्नुभयो उहाँले चाहिँ आर्टिस्ट नै हुँदो रहेछ है उहाँले सुटिङ गर्दै हुन्छ तर यहाँको घर पनि हेर्दै जानु होला मान्छे पनि हेर्दै जानु होला हजुरहरूले यो हेर्नुस् अर्गानिक मान्छेहरू कस्तो बुढाबुढी मान्छेहरू यो ड्रेसहरू उहाँले लगाइरहनु हुँदैछ क्या धुने चलन छैन रहेछ प्राय हतपत तर यो घर पनि हेर्न सक्नुहुन्छ कस्तो पुरानो टाइपको घरहरू छ है स्टाइलिस घरहरू सबै ढुङ्गाको बनेको काठको बनेको घरहरू यो छानेहरू सबै काठको हो फेरि पानीले सबै कालो कालो हुँदो रहेछ क्या फेरि त्यही भएर यो ठाउँलाई चाहिँ कालो गाउँ भन्छ मान्छेहरू नि सबै सुटिङ भइरहेको ठाउँमा चाहिँ हेर्न आएका रहेछन् त्यहीँको वरिपरिको बासिन्दाहरू हुनुहुन्छ उहाँहरू ड्रेस हेर्नु होला सबै यहाँको ड्रेसहरू यहाँको मान्छेको ड्रेस हो उहाँ चाहिँ हाम्रो ठाउँ हेरौँ न म यस्तो मजाको धन्ने फेरि आज बिहान कि पानी परेर मजाले स्काई खोलेको छैन मात्र यो चाहिँ हाम्रो क्यामेराम्यान हुन्छ उहाँले मजाले डाइरेक्टर साहबले के भन्दै हुन्छ उहाँले बुझ्दै हुन्छ मजाले काठको घर हेर्नुहोस् यो चाहिँ किचन है किचन हेर्नुहोस् कस्तो अर्गानिक छ सबै यो बुट्टासुट्टा बनाएको काठको सबै हातले है फेरि सबै हातले काठहरू पनि चिरेको हातले हो त्यो आराले किचन हेर्नु कस्तो मजाको बनाएको छन् हेर यस्तो दामी किचनहरू छन् हामीले पनि यहाँ बस्दा यस्तो आनन्द आएको यहाँको ठाउँ यो सबै फेरि यो छतहरू सबै त्यसको फेरि काठको है कालो न कालो छ यहाँको ठाउँै कालो गाउँ हो सबै यहाँ त हेर्नु न कस्तो